थियो त्यो इन्डिया टुडे कन्क्लेभमा जम्मा 10 वटा सेसन भयो। हेर्दै थिए जम्मा जम्मी त्यो 10 वटा सेसनमा चाहिँ 55 खेप तपाईले सही सुन्नुहुँदैछ 55 टाइम्स चाहिँ अर्ग्यानिक फार्मिङ भनेर मात्रै त्यहाँनिर उच्चारण गरेको छ। नमस्कार, अहिलेको वर्तमान सरकार जो हाम्रो माननीय मुख्यमन्त्री गोले साहबले चलाइराख्नु भएको छ र यो सरकारको इमेज कस्तो छ, यो सरकारको रिपोर्ट कस्तो छ र यो सरकारले के कस्तो कामहरू गरिरहेको छ तपाई अनि हामीलाई राम्रोसँगले याद छ, मिडियालाई याद छ अनि खास गरेर सिक्किमे जनतालाई याद छ। तर यति चाहिँ हो, सिक्किमे आम जनताहरू यसमा खुलेर बोल्न सकेको छैन। बोलिसक्दाखेरि भिक्टिमाइज हुने, कुटपिट हुने है, टर्चर गर्ने, भेडा बाख्रा किनेको जस्तो किन्ने गतिविधि चलिरहेको तपाईहरुलाई अथवा सिक्किमे जनतालाई राम्रोसँगले याद छ। अब सिक्किममा उहाँहरुको इमेज कस्तो छ त्यो इमेज देखाइसक्नु नसक्ने खालको स्थिति भएर अस्ति 22 मे 2025 को दिन 2-3 दिन अगाडि उहाँहरुले पैसा तिरेर, तपाईले सही सुन्नुहुँदैछ, पैसा तिरिकिन दिल्लीमा गएर इन्डिया टुडे कन्क्लेभ गर्नुभयो। त्यसको बहाना चाहिँ के गर्यो भन्दाखेरि चाहिँ 50 वर्ष भारतमा सिक्किम गाभिएको अवसरमा यसको हर्ष उल्लास मनाउन हामी तत्पर छौं भनेर सिक्किम सरकारले पैसा तिरेर तल गएको थियो। दिल्लीमा गएर उहाँहरूले इन्डिया टुडेमा कन्क्लेभ गरेको थियो। हामी भारतको नागरिक हौं, हामीलाई भारतको नागरिक हुनुमा हामी गर्व गर्छौं। तर त्यो त्यहाँनिर पैसा तिरेर त्यो जुन चाहिँ उहाँहरूले प्रोग्राम गरे त्यो प्रोग्राम पनि कस्तो भयो भन्दाखेरि हात्ती आयो फुस्छ भनेको जस्तो निकै ठुलो एडभर्टिजमेन्टहरु भयो। तर अब त्यसमा हामीले सोचेका थियौं कि अब सिक्किमले है 50 वर्ष स्टेटहुड मनाइरहेको छ, माननीय प्रधानमन्त्रीज्यू पनि सिक्किममा भ्रमण गर्नु हुँदैछ र के नै ठुलो तीर मार्छ होला भनेर हामीले आशा गरेका थियौं। केही भिजन डकुमेन्ट्सहरु त्यहाँनिर प्रस्तुत गरिन्छ होला भनेर हामीले सोचेका थियौं। सिक्किमको जनताको लागि हित अनि कल्याणकारी दूरदर्शिता राखेर एउटा प्रोग्रामहरु, दीर्घम्यादी सोचहरु, दीर्घम्यादी योजनाहरु त्यहाँनिर प्रस्तुत गरिन्छ होला भनेर हामीले सोचेका थियौं। मैले अघि भनेको जस्तै तर त्यस्तो भएन। हात्ती आयो फुस्छ भनेको जस्तो त्यसमा भएको तपाईहरुले देख्नुभयो। तपाईहरुलाई भन्न चाहन्छु त्यो जुन चाहिँ इन्डिया टुडे कन्क्लेभ थियो त्यो इन्डिया टुडे कन्क्लेभमा जम्मा 10 वटा सेसन भयो। 10 वटा सेसन भयो र त्यो 10 वटा सेसनमा सबैभन्दा पहिला हाम्रो माननीय मुख्यमन्त्री प्रेमसिंह गोले साहबले त्यसमा उहाँले त्यो कन्क्लेभमा आफ्नो कुराहरू राख्नु भएको थियो र त्यहाँनिर मिडियालाई यस्तो प्रकारले उहाँले भन्नुभएको रहेछ ताकि अब सिक्किमलाई चिनाउने, सिक्किमलाई जान्ने भनेको दुईटै कुरा मात्रै, एउटा अर्ग्यानिक फार्मिङ, अर्ग्यानिक सिक्किम अनि अर्को पवन चामलिङ साहब मात्रै रहेछ भनेर त्यो जुन चाहिँ 10 वटा सेसनमा हामीले याद पायौं। कारण म किन यसो भन्दैछु भन्दै गर्दाखेरि त्यसको कारणहरु केही छ र उहाँ जब प्रेमसिंह गोले साहब माननीय मुख्यमन्त्री त्यहाँनिर उहाँको कुरा राख्न जानु हट्नु भयो त्यति बेला उहाँले मिडियालाई भन्नुभएको रहेछ पवन चामलिङ साहब त मेरो गुरु हो, उहाँबाट राजनीति सिकेको भनेर उहाँले भन्नुभएको रहेछ। तपाईले हेर्नु होला त्यसमा त्यो त्यसरी मिडियाले प्रस्तुत गरेको छ कुराहरू है। र सँगसँगैमा अर्को कुरा के पनि भनिएको छ भन्दाखेरि त्यहाँनिर चाहिँ खुलेर सबैभन्दा पहिला खुलेरै अर्ग्यानिक फार्मिङ, सिक्किमलाई चिनाउने नै अर्ग्यानिक फार्मिङ हो भनेर त्यहाँनिर त्यो मिडिया पर्सनले त्यसरी प्रस्तुत गरिएको छ। र अर्को कुरा त्यसमा के पनि भनेको छ भन्दाखेरि अर्ग्यानिक फार्मिङलाई लिएर सिक्किमले फ्युचर पोलिसी गोल्ड अवार्ड युनाइटेड नेसनबाट, संयुक्त राष्ट्रबाट थापेको र यो फ्युचर पोलिसी गोल्ड अवार्ड चाहिँ पवन चामलिङ साहबले थापेको र पवन चामलिङ साहबले त्यो थाप्दाखेरि यो चाहिँ अस्कर जो चाहिँ चलचित्र क्षेत्रको उत्कृष्ट, सबैभन्दा उत्कृष्ट एउटा पुरस्कार हो, त्यो उत्कृष्ट पुरस्कार सरह त्यो अवार्ड हो जो अर्ग्यानिकमा चाहिँ फ्युचर पोलिसी गोल्ड अवार्ड पवन चामलिङ साहबले थापेको थियो भनेर त्यसरी ओपनिङ गरिएको थियो। र तपाईलाई मैले भने जम्मा 10 वटा सेसनमा तपाईहरुलाई भन्न चाहन्छु 10 वटा सेसनमा तपाईले हेर्नुभयो भने दुईटा कुरा सबैभन्दा बेसी उच्चारण, दुईटै शब्द सबैभन्दा बेसी उच्चारण भएको छ त्यहाँनिर। एउटा के हो भन्दाखेरि सिक्किम त उच्चारण भएकै छ है, सिक्किम उच्चारण गरेको छ र त्यो होल एन्टायर सेसनमा तपाईले हेर्नुभयो भने जति पनि स्पिकर थिए, मुख्यमन्त्रीदेखि लिएर त्यहाँ एङ्करिङ गर्नेहरू भए, मन्त्रीहरू भए हैन, त्यहाँनिर कतिजना सिक्किम सरकारको कर्मचारीहरू थिए है, त्यहाँनिर स्पोर्ट पर्सनालिटीहरू थिए र त्यस्ता तमाम जति पनि गेस्टहरूले त्यो 10 वटा सेसनमा उहाँहरूले आफ्नो कुरा राख्यो। त्यति बेला उठेको अर्को शब्द, सिक्किम त उठ्यो, अर्को शब्द उठेको चाहिँ अर्ग्यानिक फार्मिङ, जो पनि आउँछ अर्ग्यानिक फार्मिङ, जो पनि आउँछ अर्ग्यानिक फार्मिङ, अर्को गेस्ट आउँछ अर्ग्यानिक फार्मिङ। र त्यसरी नै मैले त्यहाँ हेर्दै थिएँ जम्मा जम्मी त्यो 10 वटा सेसनमा चाहिँ 55 खेप
तपाईँले सही सुन्नुहुँदैछ, 55 टाइम्स चाहिँ अर्ग्यानिक फार्मिङ भनेर मात्रै त्यहाँनिर उच्चारण गरेको छ। यसको तात्पर्य के हुन्छ भन्दाखेरि चाहिँ यसको तात्पर्य चाहिँ एउटै हो, अब अहिलेको वर्तमान सिक्किम सरकारकोमा देखाउनु केही छैन। तल तपाईँको नेसनल मिडियामा है, नेसनल लेभलमा पनि गएर देखाउनु उहाँहरूको केही छैन। उहाँहरूले देखाउनु भनेको खालि एसडिएफ पार्टी अनि पवन चामलिङ साहबले 2019 भन्दा अगाडि 25 वर्षको अवधिमा गरेको उपलब्धिहरू मात्रै उहाँहरूले देखाउनु सक्नुभयो। र यो एउटा कुरा त ताज्जुब लाग्दो के पनि रहेछ भन्दाखेरि चाहिँ नेसनलमा जति पनि तपाईँको मिडिया पर्सनहरू छ, पत्रकारहरू छ, उहाँहरूले जानेको पनि सिक्किमको विषयमा चाहिँ एउटै कुरा रहेछ, त्यो चाहिँ अर्ग्यानिक फार्मिङ रहेछ। किन अर्ग्यानिक फार्मिङ रहेछ भन्दाखेरि चाहिँ अब अहिलेको वर्तमान सरकारको जति पनि त्यहाँ प्रतिनिधिहरू गर्ने थिए, उहाँहरूको तपाईँले कुराहरू सुन्नुहोस्, उहाँहरूले त्यस्तो केही कुरा यहाँनिर राख्न सक्नु भएन। उहाँहरूले कुरा राख्नुभयो खालि अर्ग्यानिक फार्मिङ राख्नुभयो। र अर्ग्यानिक फार्मिङ मात्रै सिक्किमलाई चिनाउने एउटा यस्तो खालको उपलब्धि रहेछ, जसले 25 वर्ष मुख्यमन्त्री गर्यो है, उहाँले गरेको, पवन चामलिङ साहबले गरेको उपलब्धि देखाउनु मात्रै, त्यो अर्ग्यानिक फार्मिङ मात्रै देखाउनु रहेछ भनेर त्यो जुन चाहिँ एन्टायर कन्क्लेभ तपाईँले 10वटा सेसन छ, 10वटा भागमा त्यसलाई बाँटिएको छ। त्यो 10वटा भागमा चाहिँ मैले अघि भनिहालेँ 55 खेप 55 टाइम्स चाहिँ अर्ग्यानिक सिक्किमको नाम मात्रै लिएको छ। भनेपछि हामीले गर्व गर्नुपर्छ यो 50 वर्षको अवधिमा है, हामी वी आर प्राउड इन्डियन सिटिजन है। हामी गर्वले भन्न सक्छौँ हामी भारतको नागरिक हौँ। हामीले एउटा सानो राज्यले के गरेर चाहिँ 50 वर्षमा तिमीहरूले देखाउन सक्यौ भनेर कसैले सोध्छ भने त्यति बेला सम्पूर्ण भारतको नागरिक, चाहे त्यो मिडिया होस्, पत्रकार होस्, अथवा अहिलेको सिक्किम सरकार होस्, के चाहिँ गर्नु सक्यौ भनेर उहाँहरूले भन्नु सक्ने एउटै कुरा मात्रै खुलेर भन्नु सक्नुहुने रहेछ। जस्तै त्यो कन्क्लेभमा भनिएको छ, अर्ग्यानिक, हामीले वर्ल्डको सबैभन्दा पहिलो फुल्ली अर्ग्यानिक के भन्छ एउटा अर्ग्यानिक फार्मिङ सिक्किममा थाल्यो, त्यो पवन चामलिङ साहबले थाल्यो भनेर हामीले गर्वले भन्नु सक्ने रहेछौँ। सिक्किममा अरू कुरा देखाउने केही छैन रहेछ, किन हामी विभिन्न धर्म मान्नेहरूलाई याद छ कि भगवानको नामलाई बार लियो भने, जस्तै राम भनियो भने है, क्रिस्चियनिटीमा हेऱ्यो भने हालेलुया भन्ने गर्छ है, तपाईँको प्रभु येशू ख्रिस्टको नामहरू लिने गर्छ। बुद्धिज्ममा हेऱ्यौँ भने त्यहाँनिर ओम मानी पेमेको त्यो जुन चाहिँ मन्त्रलाई चाहिँ बार रिपिट गर्न सकिन्छ, ताकि मोक्ष पाइन्छ होला है, जीवन आनन्दित हुन्छ होला, खुसी मिल्छ होला, परिवारमा सुख शान्ति आउँछ होला भनेर है। त्यस्तै प्रकारले हाम्रो मुस्लिम धर्म मान्नेहरूले है, उहाँहरूले अल्लाहु अकबर भन्ने गर्छ होइन। र त्यस्ता विभिन्न खालके नामहरू, भगवानको नामहरू लिन्छ ताकि हामी मोक्ष पाइन्छ होला, यो जुनी राम्रो हुन्छ होला, मरेर गएर राम्रो जग्गामा पुगिन्छ होला भनेर हामीले त्यसरी नाम लिन्छ। र त्यो जुन चाहिँ इन्डिया टुडे कन्क्लेभमा जुन चाहिँ त्यो 10वटा सेसन भएको थियो, त्यहाँनिर हामीले के देख्यौँ भन्दाखेरि कि अब सिक्किमलाई बचाउने हो भने चाहिँ खालि एउटै नामले मात्रै बचाउन सकिने रहेछ। जुन चाहिँ एसडिएफ पार्टीले गरेको थियो, जो चाहिँ पवन चामलिङ साहबले गरेको थियो, त्यो चाहिँ के रहेछ भन्दाखेरि चाहिँ अर्ग्यानिक सिक्किम, त्यो चाहिँ के रहेछ भन्दाखेरि अर्ग्यानिक फार्मिङ। जसरी मैले अघि भने भगवानको नाम लिँदाखेरि चाहिँ मोक्ष पाइन्छ होला, साल्भेसन पाइन्छ होला है, यो जुनी राम्रो हुन्छ होला, परिवारमा सुख शान्ति आउँछ होला भनेर जसरी हामीले नाम लिन्छौँ, त्यसरी नै त्यहाँ भएको विभिन्न स्पिकर, चाहे त्यो मुख्यमन्त्री होस्, एमपीहरू होस्, सरकारको अरू प्रतिनिधिहरू होस्, उहाँहरूले राग अलापेको, उहाँहरूले माला जापेको जस्तै एउटै मात्रै नाम लिँदै थियो, त्यो चाहिँ अर्ग्यानिक सिक्किम हो। त्यो अर्ग्यानिक सिक्किमको नाम चाहिँ त्यो नेसनल लेभलमा, राष्ट्रिय स्तरमा लियौँ भने हाम्रो अलिकति भए पनि टुप्पी बाँच्छ होला, हामी चुर्लोमै डुब्दैनौँ होला भनेर चाहिँ उहाँहरूले नाम लिएको तपाईँहरूले देख्नुभयो। र हेर्नुहोस्, मैले त्यसरी तपाईँहरूलाई भने 55 खेप चाहिँ अहिलेको त्यो जुन चाहिँ 55 खेप चाहिँ यो तपाईँको 10वटा सेसनमा चाहिँ अर्ग्यानिक सिक्किमको नाम उठिएको छ, अर्ग्यानिक सिक्किम भनेर उठिएको छ। र जतिले पनि मलाई हेर्नुहुँदैछ तपाईँहरूलाई याद छ, जब एसकेएम पार्टी विपक्षमा थियो, उहाँहरू विपक्षमा हुँदाखेरि सिक्किमको अर्ग्यानिक जो एसडिएफ पार्टी अनि पवन चामलिङ साहबको एउटा भिजनले गर्दाखेरि अर्ग्यानिक हुन गयो, त्यति बेला अहिलेको सरकार जो विपक्षीमा थियो उहाँहरूले चाहिँ यसको भरपुर विरोध गर्नुभयो। उहाँहरूले यहाँसम्म पनि भन्न भ्याउनु भयो कि जुन चाहिँ फ्युचर पोलिसी गोल्ड अवार्ड छ, जुन अस्करको लेभलको बराबर छ, एउटा उत्कृष्ट संयुक्त राष्ट्र युएनओबाट दिएको जुन चाहिँ अवार्ड छ, त्यो अवार्ड पनि किनेको हो भनेर त्यसरी फतुर अहिलेको वर्तमान सरकारले त्यति बेला विपक्षीमा हुँदा लाए। हेर्नुहोस् है, अब उहाँहरूले यहाँसम्म पनि भन्नुभयो हामी सरकारमा आइसकेपछि, एसकेएम पार्टी सरकारमा आयो भने चाहिँ जति पनि कृषि गर्ने कृषकहरू छन्, फार्मरहरू छन् सिक्किममा, उहाँहरूको लागि हामी अप्सन राखिदिन्छौँ, उहाँहरूको लागि हामी विकल्प राखिदिन्छौँ कि उहाँहरूले चाह्यो भने अर्ग्यानिक
खेती पनि गर्न सक्छन्, जैविक खेती पनि गर्न सक्छन्, इनअर्ग्यानिक है फर्टिलाइजर केमिकल है पेस्टिसाइडहरू युज गरेर पनि उहाँहरूले त्यो प्रकारले पनि गर्न सक्छ भनेर उहाँहरूले भन्नुभएको थियो घोषणामा। हेर्नुहोस् है, उहाँहरूले त्यसरी भन्नुभएको थियो विपक्षमा। तर अहिले उहाँहरूको के हो भन्दाखेरि दिल्लीमा गयो भने अर्ग्यानिक 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 भयो, यता भन्छ, तर यता आइसकेपछि फेरि त्यो कामलाई बढाउतरी दिँदैन। तर अन्तिममा हामीले हेर्दाखेरि तल इन्डियामा गएर, इन्डिया मेन तपाईको राजधानीमा गएर, देशको राजधानीमा गएर चाहिँ सिक्किम सरकार अनि अहिलेको सिक्किमको भविष्य, सिक्किमको जुन चाहिँ स्थिति छ त्यसलाई बचाउने त अर्ग्यानिकै रहेछ नि त, अर्ग्यानिक फार्मिङै रहेछ नि त, अरू त छैन रहेछ नि त। भनेपछि को सही थिएछ? एसकेएम पार्टी सही थिएछ कि एसडिएफ पार्टी सही थिएछ? पिएस गोले सही थिएछ कि पवन चामलिङ साथ ठिक थिएछ? यसबाट एउटै कुरा बुझ्न सकिन्छ, एसकेएम पार्टी भन्दा एसडिएफ पार्टी ठिक थिएछ, अनि पिएस गोले साहब हाम्रो माननीय मुख्यमन्त्री भन्दा पवन चामलिङ साहब उहाँ ठिक थिएछ भनेर त्यो जुन चाहिँ कन्क्लेभ छ 10 वटा सेसनमा गरेको त्यो कन्क्लेभले जब त्यहाँनिर 55 खेप अर्ग्यानिक मिसन अर्ग्यानिक फार्मिङको कुरा उठ्यो त्यसले पुख्ता गर्छ भनेर म तपाईहरुलाई भन्न चाहन्छु। धन्यवाद।